वेलकम ब्याक माई एनदर एपिसोड दिस इज अजित तामा। आज तपाईँहरूलाई के देखाउन जाँदैछु त अब हेर्नुहोस्, पानी लिन जानुपर्छ यसरी। बकालाको छेउमा एउटा पानी छ, पानीको धारा, त्यहाँ चाहिँ फिल्टर रहेको छ। यसमा पानी भरेर ल्याउनु पर्छ। हेर्नुहोस्, यस्तो रहेको छ। अहिले बिहान यहाँ चाहिँ छिट्टै घाम लाग्ने भएको हुनाले चर्को घाम लाग्छ बिहानै, र अहिले गर्मीको सिजन पनि हो। बाहिर एकदम चर्को घाम स्टार्ट भइसकेको छ। अब यो पानी भर्नलाई यो 5 लिटरकै होला सायद पानीको जार। हेर्नुहोस् बिहानको घाम। यहाँ त कारहरू खतरा छ नि, फेरि कालो कलरको एकदम बवाल। यसरी बकालाको छेउमै गएर सबैले लाने यहीँबाट हो पानी चाहिँ, हाम्रो पँधेरो। मान्छेले पानी यसरी लान्छन्, अब मैले पनि यहीँबाट लाने हो। अब यसरी मेरोमा अलिकति पानी छँदैछ अलरेडी। यो पानीलाई पाइपलाई यस्तो गऱ्यो, यहाँबाट खोलिदियो। ल, पानी भरिरहेछ, झरिरहेछ पानी। यो चाहिँ ओ सर, कहाँ ड्युटी? चाहिँ अब मस्जिद हो यता चाहिँ, मेरो पछाडि देखिरहेको चाहिँ। पानी भर्न एकछिन टाइम लाग्छ। अब यो बिल्डिङ चाहिँ पुरै बकालाको भइहाल्यो, पसल भन्छ क्या। अब यहाँ बकाला भन्दो रहेछ कुनै क्यान्टिन त होइन, पसलै हो। यहाँ खुद्रा पसल छ एउटा, त्यसले बकाला भन्दो रहेछ। त्यही हो गाइज। अब पानी भर्न एकछिन टाइम लाग्छ। यसरी फिल्टर राखेको छ पछाडि। अब यहाँ पानी किनेर खानु भन्दा यसरी भरेर खानै फाइदा छ यहाँनिर। यसरी फिल्टर लगाएको हुन्छ। अब यो चाहिँ सबै समुद्रको पानी फिल्टर गरेरै खुवाउने हो। धेरै महँगो छ कस्ट।